नमस्ते। आज कुरा गरौँ दुईजना बाबु छोराको। एक पौराणिक कथाका यी दुई पात्रको व्यक्तिगत क्षमता, महत्त्वाकांक्षा र सन्तुलनको चर्चा अहिले पनि उत्तिकै सान्दर्भिक छ। प्राचीन ग्रिसका महान आविष्कारक थिए डेडालस। उनी एथेन्सका यस्ता प्रतिभाशाली कारिगर थिए, उनले बनाएका मूर्तिहरू यति जीवन्त हुन्थे कि मानौ तिनीहरू सास फेरिरहेका छन्। उनका कजन टालोस पनि असाधारण प्रतिभावान थिए। टालोसका सिर्जना देखेर डेडालसको मनमा ईर्ष्या पलायो। डर लाग्न थाल्यो, यसले त मलाई पनि उछिन्छ कि क्या हो। उनले टालोसलाई मार्न खोजे। एउटा अग्लो टावरबाट टालोसलाई उनले धकेलिदिए। एथेना देवीको शक्तिले टालोस त बाँचे, तर डेडालसलाई कारवाही भयो। उनलाई एथेन्सबाट निकालियो। एथेन्सबाट निकालिएका डेडालस क्रेट टापु पुगे, जहाँ शासन गर्थे शक्तिशाली राजा मिनोस। मिनोसले डेडालसलाई स्वागत गरे। क्रेट टापुमा डेडालसले एउटा यस्तो भुलभुलैया बनाए कि त्यसभित्र पसेपछि बाहिर निस्किन असम्भव प्राय थियो। मिनोटोर नामको राक्षसलाई त्यही भुलभुलैयामा थुनियो। केही समयपछि ग्रिक नायक थेससले त्यो राक्षसलाई मारे, तर उनी भुलभुलैयाबाट सजिलै बाहिर निस्कन सके, किनकि डेडालसले उनलाई भुलभुलैयाको रहस्य बताइदिएका थिए। यो घटना सुनेर राजा मिनोस रिसले आगो भए। डेडालस र उनका छोरा इकारसलाई समुद्र किनारको एउटा अग्लो टावरमा कैदी बनाइयो, जहाँबाट भाग्ने कुनै ठाउँ नै थिएन। जमिनमा मिनोसका गाड थिए। आँखाले देखिने भन्दा परसम्म फैलिएको समुद्रबाट भाग्न असम्भव थियो। डेडालसले आकाशतिर हेरे। आकाश कसैको थिएन। आकाशमा त चराहरू निष्फिक्री उडिरहेका थिए। डेडालसले सोचे, चराहरू उड्न सक्छन् भने हामी किन सक्दैनौँ। उनले चराका प्वाखहरू जम्मा पार्न थाले। ती प्वाखलाई धागोले उने र मैनले जोडे अनि तयार पारे दुई जोडी पखेटा, एउटा आफ्ना लागि अनि एउटा आफ्ना छोरा इकारसका लागि। टावरबाट उड्नु अघि उनले छोरालाई सम्झाए, धेरै तल नउड्नु, समुद्रको बाफले पखेटा भिजाउँछ, उड्न सकिँदैन। अनि धेरै माथि पनि नउड्नु, सूर्यको तापले पखेटाको मैन पखालिदिन्छ। बिच्च-बिच्चबाट मात्र उड्नु। पाखुरामा पखेटा जोडेपछि बाउछोरा दौडिए र टावरको किनारबाट हाम फाले र उडे। धेरै पछि उनीहरूले स्वतन्त्रताको महसुस गरे। इकारस हाँस्यो। हावामा चरा झैँ उड्न पाउँदा ऊ साँच्चै रोमाञ्चित बन्यो। ऊ अझै उचाइमा पुग्न चाहन्थ्यो, माथि माथि, सूर्यको नजिक, देउताहरूको नजिक। उड्दा उड्दै उसले बुवाले भनेका कुरा बिर्सियो। माथि माथि उड्न थाल्यो। डेडालस चिच्चायो, तर इकारसले उसलाई सुनेन। जसै ऊ माथि माथि गयो, मैन पग्लिन थाल्यो। एक एक गरी उसका